हेलो एभ्रिवान, आज चाहिँ म चाहिँ रायोको साग बनाउनु लागेको। यो चाहिँ मेरो कालो दाल हो। कालो दाल आज कालो दिन पनि अलिक अँध्यारो छ। कालो दाल बनाउँदैछु होइन। र रायोको साग हो, यो चाहिँ बारीकै हो। बारीको भन्दा अलिकति यहाँ उम्रेको थियो कोठेबारीमा, त्यो चाहिँ लिएर आएर चाहिँ मजाले धोएर चाहिँ काटेर रेडी छ मेरो चाहिँ है। अब चाहिँ पकाउनु पर्ने छ होइन। र आजसम्म खानाको 11 बज्यो र खाना चाहिँ म छिटै बनाइहाल्छु। त्यो भएर चाहिँ एकदमै कराई तताएँ होइन। र यो चाहिँ तोरीको तेल हालेको छु मैले चाहिँ। हामी चाहिँ प्रायः तोरीको तेल नै खान्छौँ, किन तोरीको तेल खानु चाहिँ राम्रो हो होइन। एउटा हेल्थको लागि चाहिँ तोरीको तेल नै खानु भन्छ रिफाइनहरू भन्दा चाहिँ। सो त्यो भएर म चाहिँ अब चाहिँ खाना सुरु चाहिँ साथी हो। कसको पाक्यो है, कतिले पकाउँदै होला। म पनि पकाउँदैछु। र मेरो चाहिँ अब तेल तात्तिनु लाग्यो। आज धेरै दिन बाद हामीले सागको तिउन चाहिँ खाँदैछौँ, किनभने अस्ति दोकानबाट ल्याएको साग त साह्रै अब उयो हुँदैन होइन। आज चाहिँ घरको दिन पनि राम्रो छैन। आज दिन पनि पानी पर्दै उक्रिँदैछ होइन। दिन पनि ढुस्स भइरहेको छ आज मौसम। त्यो भएर चाहिँ म चाहिँ कालो दाल बनाएको आज चाहिँ। र रायोको साग र कालो दाल चाहिँ अलिक मिल्छ क्या। मुङ मुसुरहरू चाहिँ मिल्दैन, अलिक मिठो हुँदैन। मलाई पनि मन पर्दैन, मिल्दैन पनि, अलिक म्याचिङ हुँदैन क्या। खाँदाखेरि कालो दाल चाहिँ मिल्छ। सो त्यो भएर कालो दाल चाहिँ मैले एउटा सागको लागि पनि बनाएको। अब चाहिँ खोर्सानी पहिला सुरु चाहिँ मैले सुक्खा खोर्सानी पुऱ्याउँदैछु होइन। सुक्खा खोर्सानीको चाहिँ जुन चाहिँ एउटा एक प्रकारको मिठो फ्लेभर जान्छ क्या। पिरो त हुन्छ कतिवटा फ्लेभर पनि जान्छ होइन। अन्त 5 फोरन पड्काउँछु, अरू केही छैन, एकदम सादा है। अनि म प्याज हाल्छु, सादा एकदम सादा नै, किनभने सागहरू त्यस्तो मरमसला केही पनि पर्दैन होइन। साधारण पकाउँदा पनि त्यो साग त मिठो नै भइहाल्छ। साग भन्ने कुरो यसमा त मसला 12 मसला हालिबस्ने कुरो पनि पर्दैन नि त। छिटो पनि हुन्छ, मिठो पनि हुन्छ है। यसमा यति हो, पानी हालेर चाहिँ पकाउनु भएन। पानीहरू हालेर चाहिँ अब झोल हाल्ने अलग्गै प्रकारले बनाउनु पर्यो। रायोको सागमा मिठो हुन्छ झोल हालेर पनि, त्यो चाहिँ अलग्गै हुन्छ। तर एउटा तरकारी मात्रै हो भने चाहिँ पानी नहाली स्टिम मात्रै गर्नुपर्छ क्या, मतलब बाफ मात्रै क्या। कम्ती आँचमा चाहिँ बनाएको चाहिँ एकदमै मिठो हुन्छ होइन। अब चाहिँ म साग हालेर एकदमै सुरु गरिहालेँ। साग पनि हालिहालेँ है। साग पनि निकै छ, हामी दुईजनालाई त यति भए त काफी हुन्छ क्या। दुईजनाको परिवारलाई चाहिँ काफी नै हुन्छ हो। र मेरो दाल पनि सिटी लाग्नु थाल्यो। दाल पनि सिटी लाग्दैछ। र खाना चाहिँ यस्तो दिनमा छिटो बनाएर बसिहाल्यो भने चाहिँ ढुक्कै हुन्छ नि त। अलमोस्ट मेरो साग पनि रेडी भयो। गुड आफ्टरनुन सबैलाई। हेरिदिएकोमा लाइक एन्ड सेयर पनि गरिदिनु होला साथीभाइ हो। कस्तो लाग्यो मेरो साग है, लाइक एन्ड कमेन्ट पनि है। बाई बाई।